गुड मर्निङ साथीहरू। मेरो बिहानको रुटिन चाहिँ यही हो है। मेरो श्रीमान चाहिँ अब टक्क लाएर मलाई छोड्न जानुहुन्छ अफिस है। म चाहिँ 6 बजे अफिस जान्छु। ल हेर्नुहोस्, हाम्रो गाउँको बाटो यति खत्तम छ कि कुरै नगर्नुहोस्। त्यही माथि त्यो यति ठुलो टिप्पर हो कि के, त्यसले पुरै बाटो बिगारेर केही छैन है। त्यही पनि अहिले धेरै पानी परिरहेको छ नि त, झन् त्यही माथि पानी परेको टिप्पर कुदाएको बाटो चाहिँ यति हेर्न लायकको चाहिँ छैन है हाम्रो गाउँमा चाहिँ। टक्क लाएर हामी बुढाबुढी चाहिँ अफिस जाँदै हो। बाटो हेऱ्यो खत्तम छ, यस्तै हो, अब जानै पर्छ। अफिस चाहिँ अलि घरभन्दा अलिकति पर भएको कारणले मेरो श्रीमानले चाहिँ मलाई जहिले पनि अफिस छोड्न जानुहुन्छ। यति राम्रो मौसम छ क्या आज फेरि हैन, पानी पर्ला जस्तो भएको छ। बिहान त एकचोटि पानी पनि आएको थियो 5:30 बजेतिर, फेरि पानी आफै हरायो। तर यता चाहिँ यो कपिलवस्तु बुद्धभूमि 1 मा चाहिँ दिनमा एकचोटि त पानी परेको हुन्छ। हावाहुरीको त कुरै नगर्नुहोस्। अब मेरो अफिस पनि पुग्न आँट्यो। ल हेर्नुहोस्, पानी पर्नलाई रेडी भइरहेको छ है मौसम चाहिँ। ल मेरो अफिस पनि आइपुग्यो। मेरो अफिस चाहिँ यही हो है साथी।